हाम्रो धर्ममित्र सबैजनालाई टसी दिलेर नमस्कार भन्न चाहन्छु। अनि आजको 12औं पाठ 12औं पाठमा अनि त्यही हो विषय त्यही हो होइन? दिनको मनलाई कसै गरी शान्ति राख्ने भन्नेको बारेमा लगातार भन्न चाहन्छु। पहिलेको 10 भागमा हो कि 10औं भागमा हो कि अ, 11औं भागमा हो कि मैले त्यो भनेको थियो। रिस भन्ने चाहिँ कसै गरी आउँछ भन्ने चाहिँ होइन, एउटा कारण र अवस्था नभई रिस आउँदैन भन्ने बारेमा मैले भनेको थिएँ होइन। रिस कसरी आउँछ? जब मन मानसिक पीडित र दुःख हुन्छ त्यो टाइममा रिस आउँछ होइन। जब आफू र आफन्तहरूलाई दुःख पर्छ, मान्छेले हेला गर्छ होइन। अनि मान्छेले नराम्रो वचन बोल्छ, केही नराम्रो खबरहरू सुन्दाखेरि त्यो टाइममा हामी रिस उठ्छ नि। त्यही जस्तो आफ्नो शत्रुलाई आफ्नो शत्रुलाई अ, अब आफू र आफ्नो परिवार, आफन्तहरूलाई दुःख पीडित पर्दाखेरि होइन रिस उठ्छ। अनि अ, अनि आफ्नो शत्रुलाई दुःखको अ, अपोजिट के हो भने सुख हो नि होइन? अनि आफ्नो अ, शत्रुलाई सुख र होइन? अनि मान्छेले उचाल्ने, राम्रो कुरा गर्ने, त्यहाँबाट अनि मान्छेले राम्रो वचन बोल्ने, अनि यी त्यो आफ्नो शत्रुलाई मान्छेले राम्रो-राम्रो खबरहरू सुनाइदियो भने त्यसमा हामीलाई रिस उठ्छ। किनभने त्यो शत्रुलाई हामीलाई मन पर्दैन नि। शत्रुलाई हामीले मन नपरेको कारणले आफूलाई दुःख पर्दाखेरि आफू रिस उठ्छ। आफ्नो शत्रुलाई दुःखको अवधि सुख भयो भने पनि रिस उठ्दो रहेछ नि। त्यस्ता कुराहरू महाबुद्ध महा सत्व होइन अ, महासत्व शान्तिदेवले अ, त्यसै गरी हामीलाई सिकाउनु भएको छ। यसमा तपाईँहरू अलिकति अ क्लियर भएको छैन भने म फेरि भन्न चाहन्छु। पहिलेको पाठमा मैले के भनेको थियो भने, हामी रिस उठ्ने कारण र अवस्था। अवस्था त हामीलाई पहिलो जन्मदेखि हामीलाई रिस उठ्नेको अवस्था होइन, राग आउनेको अवस्था, मान्छेलाई नराम्रो बोली बोल्नेको अवस्थाहरू हाम्रो मनमा त्यो बिउ चाहिँ भइरहेको छ। अब त्यो एकैचोटि नआउने के हो भने कारण नभएर। कारण चाहिँ कस्तो अघि भने जस्तो होइन, आफू र आफन्तहरूलाई दुःख परेको र त्यहाँबाट अनि मान्छेले हेला गरेको अनि मान्छेले नराम्रो वचन बोलेको अनि नराम्रो कुराहरू त्यहाँ अ, सुनाइदियो भने अनि त्यसमा हामीले रिस उठ्छ। त्यसले अब त्यसकै अपोजिट आफ्नो शत्रुहरूलाई फेरि खुसी आफ्नो शत्रु चाहिँ खुसी र सुख शान्ति भयो भने हामीलाई फेरि रिस उठ्छ। अनि आफ्नो शत्रुलाई मान्छेले राम्रो-राम्रो कुरा गर्यो भने हामीलाई रिस उठ्छ। त्यस्ता गरेर हामीलाई अ, त्यस्ता-त्यस्ता कारणले हाम्रो दिनको व्यवहारको लागि रिस र रागले धेरै अ, हामीलाई अ, नराम्रो पुऱ्याइरहन्छ। त्यो किन आयो? साँच्चै हो भने आफूले दुःख पर्दा नराम्रो हो भने, आफ्नो शत्रुलाई दुःख पर्यो भने, अ, सुख भयो भने हामीले त्यसमा रिस गर्नु नपर्ने हो नि, होइन? रिस गरेर के फाइदा? उसलाई आफ्नो शत्रु भयो भने ऊ पनि एउटा मान्छे हो। आफ्नो मित्र भयो भने ऊ पनि एउटा मान्छे हो। 2 जनै एउटा नामले गर्दाखेरि आफूलाई राम्रो र नराम्रो गर्नेको कारणले गर्दाखेरि यो मेरो शत्रु हो, यो मेरो मित्र हो भन्ने अ, आफ्नो मनले सोचेको मात्रै हो। राम्रोसँग हामीले सोच्न सक्यो भने यो शत्रु र मित्र चाहिँ यही जन्मको लागि मात्रै हो। हामीले जन्म भएकोदेखि मर्नेसम्म एउटा मित्र हाम्रो लगातार हुने को छ? कोही पनि छैन। आज शत्रु भयो भने आज मित्र छ भने भोलि शत्रु हुन्छ होइन? आज धेरै मिल्ने साथीहरू पनि आफूलाई मन नपरेको कुरा गर्यो भने, आफूलाई मन नपर्नेको
कामहरू गऱ्यो भने त्यो जुन मिल्ने साथीहरू पनि भोलि नमिल्ने हुन्छ नि। नमिल्ने आफूलाई जहिले पनि दुःख दिने साथीहरू भोलि आफूलाई साथी गरेर मद्दत गर्यो भने त्यो पनि आफ्नो साथी हुन्छ नि। त्यसकारणले यो संसारमा शत्रु र मित्र भन्ने चाहिँ अ, किनभने यो स्थायी रूपमा छैन भन्छ, पर्मिनेन्ट छैन भन्छ, चेन्ज भइरहन्छ भन्छ। त्यो पनि यही जन्ममा मात्रै हो। आफूलाई राम्रो गर्ने मित्रले पछिल्लो जन्ममा हामीलाई दुःख पर्दाखेरि त्यसले साथी गर्छ भने गर्दैन। आफूलाई नराम्रो गर्ने शत्रुले होइन पछिल्लो जन्ममा त्यसले हामीलाई फेरि दुःख दिन्छ भन्ने गर्दैन। पछिल्लो जन्ममा कहाँ जन्म हुन्छ, कहाँ के हुन्छ भन्ने हामीलाई थाहै छैन। त्यसकारणले शत्रु र मित्र भन्ने यही जन्मको लागि मात्रै हो, यही जीवनको लागि मात्रै। त्यो पनि मेरो र मेरो आफन्त, आफ्नो र म र मेरो आफन्त। त्यस्ता कुराहरूले गर्दाखेरि हामीलाई शत्रु र मित्र बढिरहँदो रहेछ। होइन? त्यो भन्दा पनि शत्रु धेरै बढिरहन्छ। त्यसले गर्दा हाम्रो रिस उठ्ने, होइन खाना खानु मन नलाग्ने, अनि मान्छेले कुरा गऱ्यो भने त्यो कुरा चाहिँ राम्रो कुरा सुनायो भने नराम्रो सुन्ने, खाना मिठो बनायो भने नमिठो हुने, होइन? मिल्ने साथीले फोन गर्यो भने किन फोन गरेको भनेर हामीले कराउने, त्यस्ताहरू कारणहरू जब त्यस्ताले गर्दाखेरि हाम्रो मन चाहिँ शान्ति बनाउनुको साटो अशान्ति भइरहन्छ। त्यो अशान्ति भयो भने के गर्छ? मनलाई अशान्ति भइसकेपछि हाम्रो रगत, नसाभित्र रगत पनि राम्रो जाँदैन रहेछ। रगत राम्रो नभइसकेपछि अनि जिउ पनि एकदम थाकेको जस्तो, जिउ थाकेको जस्तो भएपछि जिउमा बिमार धेर हुने, होइन? जिउमा बिमार भयो भने के हुन्छ? त्योभन्दा पनि रिस धेरै उठ्छ। त्यसो भएको कारणले हामीले रिस उठ्ने कारण र अवस्था त अघि मैले भने जस्तो हामीलाई पहिलेदेखि छ होइन। कारण चाहिँ त्यो कारण चाहिँ साँच्चीकै कारण हो कि अ, त्यसै अ, आफ्नो एउटा सानो फाइदाले गर्दाखेरि त्यो कारण अघि लागेको हो। त्यसमा हामीले बिस्तारै सोध्नु सक्यो भने अनि हामीले दिनमा रिस उठ्ने चाहिँ अलिअलि कम्ती गएर होइन, कम्ती गइरहने, कम्ती अ, गएको मात्रै नभएर आफ्नो मनको मनलाई पनि शान्ति हुने, मन शान्ति भयो भने जिउ पनि एकदम हेल्दी हुन्छ होइन। दुःख बिमार थोरै हुन्छ। दुःख बिमार थोरै भयो भने आयु लामो बस्छ नि होइन। हामी सबैजना आयु लामो बस्नुको लागि होइन, हामीले अब इम्पावरमेन्ट ओङ भन्दाखेरि छ्याउँ भन्दाखेरि हामीलाई एकदम मारामारी गरेर त्यहाँ अब तर्माहरू टाउकोमा राख्ने होइन, फुम्बाहरू टाउकोमा राख्नको लागि जान्छ नि। किन हो? म एउटा आयु लामो होस् भन्ने कारणले गयो मात्र हो। तर पनि ओङ भन्ने के हो थाहा छैन। कुन लामाले ओङ दियो थाहा छैन। कुन चाहिँ ओङ दियो थाहै छैन। ओङ गर्ने टाइममा त्यो तोर्मा र अनि एउटा छेरिल भन्छ नि छेरिल, अनि त्यो फुम्बाहरू टाउकोमा राख्नु नपाएर चाहिँ रिसले चुरमुट्ट हुन्छ। यस्तो हाम्रो मनमा यस्तै रिस र राग कठिन होइन। त्यसले गर्दाखेरि हामीलाई दिनको काम गर्दाखेरि सुख नहुने कारण त्यो रहेछ। आफू मात्रै सोच्छ, आफू मात्रै सोच्दा हामी अहिलेसम्म संसारमै भएको। गौतम बुद्धले अर्को मात्रै सोचेर उहाँ के भयो? उहाँ बुद्धको ज्ञान प्राप्त गरे नि। त्यही फरक हो भन्छ महान बोधिसत्व शान्तिदेवले। अब टिबेटनबाट भन्यो भने अ, "थुबा राङ्गी सेन्धुछे" अनि "छिबा राङ्गी सेन्धुछे, थुबा सेङ्गीत थुइन्छेबा, छिबा राङ्गी थुइन्छेन अनि थुबा सेङ्गी थुइन्छेबा, दिनी किनी खेबर थियो।" त्यही खेबरले यो फरकले गर्दाखेरि होइन, त्यो फरकले गर्दाखेरि हामी अहिलेसम्म संसारमै छ, संसारको दुःख भोगिरहेको छ होइन। गौतम बुद्ध संसारको दुःखबाट हटेर अहिले बुद्धको ज्ञान प्राप्त गरेको छ। त्यसो भएको कारणले अब हामीले त्यस्ता कुराहरू अब ठुल्ठुलो लामा, परम पूज्य दलाई लामाज्यू र त्यस्ता ठुल्ठुलो गुरुले हामीलाई धेरै सिकाइसकेको छ। हामीले मुखले भन्नु सक्छ, तर पनि हामीले अभ्यास गर्नु एकदम गाह्रो हुन्छ। म जस्तो
मैले 1-2 शब्द भन्नु सक्छ तर पनि अभ्यास गर्दाखेरि अनि पसिना आउँछ। त्यस्तो हो भने हामीले अब त्यो सुरु गर्ने कतिसम्म गर्नु सक्दो रहेछ? अनि सानो एउटा फाइदाको लागि, यो जीवनको सानो फाइदाको लागि ठुलो होइन हामीले घाटा नलिने। यो सानो घाटाले गर्दा ठुलो फाइदा गुमाउँछ भने सानो घाटा चाहिँ हामीले भोग्ने। किनभने हामी संसारको पशुपन्छी र होइन मानवताहरूको दुःख कटाउनुको लागि म एउटा बुद्धको ज्ञान प्राप्त गर्छु भनेर हामीले एउटा बुद्धको शरणमा पढिसकेको हुन्छ नि होइन? बोधिचित्तको ज्ञान लिइसकेको हुन्छ नि। दलाई लामाबाट हामीले बोधिचित्तको ज्ञान कति लिइसक्यो? त्यत्रो ज्ञान लिइसक्यो तर पनि आफू लागि पर्दाखेरि त्यो ज्ञानहरू जम्मै बिर्सिने, ठुल्ठुलो लामाहरू आफ्नो गुरुजहरू बिर्सिने, आफैलाई अर्थ दिने भयो बाआमा बिर्सिने, त्यस्तो गर्दाखेरि हामीलाई यो जीवनमा धेरै दुःख पाउँदो रहेछ कि। यो जीवनमा दुःख पायो भने पछिल्लो जन्ममा दुःख पायो त्यो भन्नै पर्दैन, होइन? पछिल्लो जन्म राम्रो हुने नहुने अहिले आफ्नै हातमा छ। त्यो पनि एउटा मानिसको हातमा। त्यो पनि हामी एउटा बुद्धिस्ट गौतम बुद्धको प्रवचन सन्देशको पछाडि लागि पढ्नेहरूले जसरी पनि सोच्नुपर्छ। त्यस कारणले गौतम बुद्धले कसरी गौतम बुद्धको ज्ञान प्राप्त गरे त्यही जस्तो हामी पनि अब यो नयाँ हाम्रो अब टिबेटनको नयाँ वर्षदेखि सबैजनाले एउटा बिस्तारै 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 अभ्यास गर्नु सक्यो भने केही महिना केही वर्षपछि हाम्रो मन पनि एउटा शान्ति हुन्छ होइन भयो भने राम्रो नभए पनि राम्रो होइन भने मन शान्ति छैन भने जम्मै चाहिरहन्छ चाहिरहन्छ सोचेको जस्तो हुँदैन अनि रिस गर्छ अनि आफ्नो फ्यामिलीलाई रिस गर्ने आफ्नो साथीभाइसँग रिस गर्ने अनि आफ्नो आफन्तसँग रिस गर्ने अनि आफ्नो छिमेकीसँग रिस गर्ने अनि जहिले बिहानदेखि उठ्योदेखि बेलुका सुत्नेसम्म रिसै रिस अनि के फाइदा भयो आफ्नो एउटा शान्ति आफैले निभाउँदो रहेछ नि होइन रिसको मुख्य कारण यस्तो हो त्यस कारणले हामीले रिसलाई जति सक्छ रिससँग हामीले जुझ्ने प्रयास गर्नु रिससँग कसरी जुझ्ने हो भने रिसको नराम्रो व्यवहारहरू सोच्ने रिसको जति नराम्रो व्यवहारहरू सोच्यो रिसबाट हामी टाढो बस्न सक्छ एउटा उदाहरणको लागि जुन आफूलाई मन नपर्ने मान्छेको व्यवहारहरू सोच्दाखेरि के हुन्छ त्यो मान्छे देख्दैखेरि हेर्नु मन लाग्दैन नि ओ त्यही जस्तो हो। हामीले पनि त्यस्तै गरौँ भनेर म तपाईँलाई अ, मेरो एउटा बिन्ती र रिक्वेस्ट गर्न चाहन्छु पछिल्लो पाठमा भेटौँला धन्यवाद